सुकुम्बासीहरूलाई लाल पूर्जा दिन्छु। यदि काङ्ग्रेसले दिन्छ भने म त्यहाँ भोट पनि हाल्छु काङ्ग्रेसलाई, एमालेलाई हाल्छु भन्नुभएको थियो। के छ सुकुम्बासीका लागि? बालनजी प्रधानमन्त्री बन्नुहुन्छ अब केही दिनमा, तपाईँहरूको उसले बधाई दिन पाउनुहुन्छ, तपाईँले बधाई पठाउनुहुनेछ। कोट सिलाउनु भएको थियो नि दौरा सुरुवाल, त्यही लाएर जाने कि नयाँ सिलाउने? ठिक छ, केही छैन सर, दौरा सुरुवाल अहिले सिलाउनु पर्दैन, रेडिमेड पनि पाइन्छ बजारमा। सर्वप्रथम यहाँलाई बधाई छ। अब राष्ट्रिय कुरा भन्दा पनि बाँकी क्षेत्र नम्बर 3 मा यहाँले जितिसकेपछि यहाँले के भन्नुभएको थियो भने सुकुम्बासीहरूलाई लाल पूर्जा दिन्छु। यदि काङ्ग्रेसले दिन्छ भने म त्यहाँ भोट पनि हाल्छु काङ्ग्रेसलाई, एमालेलाई हाल्छु भन्नुभएको थियो। के छ सुकुम्बासीका लागि? 21 भन्दा सरकारले दिएन भने 21 पछि म सुकुम्बासीलाई लाल पूर्जा दिन्छु भनेर। ठिक छ, हामी जन्मिएका छौँ, प्रक्रिया सुरुवात भएको छ। अहिले रिजल्ट सबै आइसकेको छैन, यसको अझै पनि रिजल्ट बनिसकेको छैन। केही समयमा यसको पूर्ण रिजल्ट आउनेछ, सरकार बन्नेछ। सरकारले गर्ने कामको पहिलो प्राथमिकताको विषय, पहिलो बुदाका विषय ती बन्नेछ। अब 2/3 नजिक पुग्नु भएको छ, संविधान संशोधन भनेर यहाँहरूको नारा पनि थियो। के छ यो विषय? जनताले के कुरा आवश्यकता मान्छन्, जनताको कुराहरू के छ, समयको परिस्थितिको माग के हुन्छ, जनताको आवश्यकता के हुन्छ र गर्नुपर्ने विषयबाट कहीँ कतै चुकिँदैन, कहीँ कतै झुकिँदैन। राष्ट्रिय सभामा यहाँहरूको उपस्थिति न्यून छ, त्यो बाधक बन्न सक्छ होइन? ठिक छ, जनताले चाहेको खण्डमा, जनताले दिएको अभिमतबाट त्यही बुदामा एउटा कुरा लेखेको छ भने त्यसको अर्का उपबुदाहरूमा अर्का कुरा पनि लेखिएका छन्, त्यसलाई छलफल गर्न सकिन्छ। त्यो कुनै यो जनताको पक्षमा गरिने निर्णय राष्ट्रिय सभाले नै रोक्छ भन्ने मलाई लाग्दैन। जनताको हितमा हुने कुरा, राष्ट्रिय सभा पनि यही राष्ट्रको सभा त होला नि, प्रदेश सभा पनि यही प्रदेशका सभा त होला। त्यसैले जनता र देशको हितमा हुने कुरा चाहिँ केही कुराले रोक्छ भन्ने लाग्दैन है। बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा जुन कुरा आएको छ नि, र्युमरहरू आएको छ नि, भ्रमहरू भन्ने कुरा आएको छ, यसलाई यो प्रश्न पारिदिनु न, के हो खास? बालनजी प्रधानमन्त्री बन्नुहुन्छ अब केही दिनमा, तपाईँहरूको उसले बधाई दिन पाउनुहुन्छ, तपाईँले बधाई पठाउनुहुनेछ। ल धन्यवाद छ तपाईँलाई। अनि त्यो तपाईँले सुन्नु न, कोट सिलाउनु भएको थियो नि दौरा सुरुवाल, त्यही लाएर जाने कि नयाँ सिलाउने? ठिक छ, केही छैन सर, दौरा सुरुवाल अहिले सिलाउनु पर्दैन, रेडिमेड पनि पाइन्छ बजारमा। हेर्न सक्नुहुन्छ खगेन्द्र सुनार यतिखेर जितपछि हेर्न सक्नुहुन्छ, उहाँको क्रेज देखिरहेका छौँ हामी। राष्ट्रपति